गुन्डुमा बनाउन थालेको यो ओली कुटीरे, त्यो पनि एक रोपनी क्षेत्रमा। बुझ्नु भयो नि? यो तस्बिरमा देखिएको घर कम्युनिस्ट नेताको हो अनि गरिब जनताको घर, आवास, निवास, महल जे भने पनि यही हो। यही गरिब जनताको यानकि नीति गरेपछि यस्ता लोभलाग्दो महल यानकि कुटी बनाउने हैसियत राख्दछन्। त्यसैले समाजवादको खरानी बसौं अनि यस्तै भव्य र सबै कुटी बनाऊ। देश लुटेको रकमले दरबार बनाउन लाग्दा कुटी लेखेर के सन्देश दिन लागेको होला? आम नेपाली जनताले सजिलै यतिको कुटी बनाउन सक्छन्? आम नेपाली जनताले सजिलै यतिको कुटी निर्माण गर्न सक्ने बनाउने कहिले? तिमीहरूको समाजवादले नेता र जनता बराबर हो भन्छ होइन? तिमी समाजवादीहरूको 1-2 महिनाको अन्तरालमा यस्तो लोभलाग्दो महल बन्छ, तर त्यही देशमा बस्ने नागरिकले भने जीवनभरि कमाएको पैसाले पनि घाम पानी छेक्ने, घाम पानी ओत्ने एउटा कुटी बनाउन सक्दैन। त्यस्ता महलका कुरा छोडौँ हजुर। मङ्सिरको महिना यो ठिहिरोमा जनताको छोराछोरीको शरीरमा एउटा न्यानो लुगासम्म छैन, खुट्टामा एक जोर गतिलो चप्पल छैन। वाह तिमीहरूको समाजवाद अनि तिमीहरूको राजनीति।